हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई मौसम देखाउनु गइरहेको छु। यहाँ के अरे सिद्धिनुको उहाँहरू चाहिँ भर्खर उठिराख्नु भएको छ। बिहान बिहान चुरोटो लाइटर अरे एउटा उहाँ मालिक सुतिराख्नु भएको छ। भ्यू चाहिँ फेरि यस्तो बबाल डर लाग्दो छ कि गाइज। हेर्नु त पानी परिरहेछ। यतिखेर के तराईतिर घाम लागिरहेको होला टलटलपुर। मौसम त हो क्या। यस्तो चिसोमा मलाई फुल चाहिँ एकदम मन पर्यो क्या गाइज। यो फुलहरू यहाँ चाहिँ उखालेर फ्याँकिदिँदो हुनुहुँदो रहेछ। यहाँ यतातिर त फुलहरू पनि कस्तो मजाले फलेको। उहाँ त रोप्दा पनि उम्रिँदैन हौ। अचम्म, यो त किनेर ल्याउनु भएको ल। तर उहाँबाटको फुलहरू फाइनली अब हामी चाहिँ जान लाग्यौँ। यहाँ चाहिँ गाडीमा चढिसकेको छु म, मेरो बुढा अनि मेरो छोरा, अनि यता चाहिँ हुनुहुन्छ मेरो भाउजू। चाहिँ आकाशे चोकबाट यहाँ किनमेल गरेर सिधै कता हो यो उता कि कता? आकाशेदेखि कता? उता याङनाम तर्फ लाग्यौँ। अब के अरे याङनाम कति किलोमिटर छ थाहा छैन। मौसम चाहिँ ओभर राम्रो भ्यू भइरहेछ। फ्रिज जम्न आँटिसके देख्न सक्नुहुन्छ। उसैले बाबा छोरा आउँदैछ यहाँ। मलाई यो फुल मन परेको क्या। यो कति राम्रो छ वाउ। तर हुसे पो हाम्रो गाउँतिर त पुरा घाम लागेको होला। यहाँ नानी बोकेर हिँडै मचिँदैछ। अगाडिको भ्यू म तपाईँहरूलाई देखाउँदैछु। कति घण्टा लाग्छ अरे अब हिँडेर? 2-3 घण्टा ल भाइ। 2-3 घण्टा। अहिले हामी चाहिँ 2-3 घण्टाको यात्रा जारी गर्दैछौँ। आकाशदेखि अलिक अगाडि आइपुग्यौँ सामानहरू किनमेल गरेर। यहाँ त बाटोमा पनि गुलाबको फुल कति मजाले फुलेको कि रोपेको जाडोले चाहिँ ज्याकेट जति बाक्लो एउटा भनेको। ज्याकेट पनि धन्दा कोहीले लिएछ। यो त पिसको हो अहिले कुन बाटो उकालोबाट लाग्दैन। चिसो पनि डेन्जर, जाडो पनि, घाम पनि खै देखिँदैन होला हौ घामको अनुहार त। यस्तो छ कतिहरू गाउँ स्कुल होला यो क्षेत्र। बाटो देखाउने मान्छे अगाडि हुनुहुन्छ। अनि भोलि कहाँ जाने अरे? मेला बजार लगौँला नि शनिबार भोलि। अन्त होस् लु, भाइ त जाँदैछ भने पनि लगौँ न। अलिसँग 2 जनाको हिजो पानी त पर्छ होला। के छ खबर? नानी बोक्दा मकैबारी गऱ्यौँ। यो चाहिँ खेतहरू होला। स्टेप वहाँ पर पारी पाखामा हामी चाहिँ पैदल हिँडेर आधी बाटोसम्म आइसक्यौँ। अझै पुगेको छैन। बल्ल पहाड हिँडेर जाँदा चाहिँ साँच्चै ओह्रालो छ। आउँदा चाहिँ उकालो, आउँदा चाहिँ गलिन्छ होला। भिर पाखा धेरै
गलिसकिन् यहाँनिर कताबाट खेल्नु लाठी ल्याउनु पर्थ्यो लाठी पनि छैन यस्तो चाहिँ गाह्रो छ साथीभाइहरू कति राम्रो साह्रै चिसो मेरो छोराको बिजो गइसक्यो चिसोले म त त्यति साह्रो चिसो हुँदैन होला अन्त चाहिँ ढुङ्गा पनि कत्रो रहेछ पहिरो गएको होला नि यो के खाएको छैन पानीको भरमा यत्रो टाढो बाटो 1 किलो त हिँडिसक्यौँ नि आकाशदेखि बाटो फेरि यो चाहिँ बास ए आइस खाँदा हुन्छ आमा कति धेरै नेचुरल फ्रुट स्ट्रबेरी होइन त तपाईँ नखाने पहिलोचोटि खानु जाँदैछु म पहिलोचोटि मिठो हुन्छ भुत्ला छ उयो टेस्ट चाहिँ कस्तो भनौँ मिठो रहेछ हजुर खाने अरे ऊ अझै नेचुरल कर्ली यहाँ देख लाली गुराँस कति राम्रो फुलेको यस्तो राम्रो हो नि लाली गुराँसको फुल वाउ यो चाहिँ बाटो पनि उस्तै डर लाग्दो भरे भालु आयो भने जस्तै अरे त्यो फुल चाहिँ कति राम्रो छ क्या सेम भूतको फिल्मको जस्तै ठाउँ छ क्या कञ्चना त्यस्तै पो त उयो लाली गुराँस त्यहाँ पनि रहेछ फाइनली हामी चाहिँ त्यत्रो आकाशदेखि हिँडेर 2-3 घन्टाको लामो यात्रा गरेर आयौँ यहाँ देख्न सक्नुहुन्छ बोकाले होइन निन्द्राले